तर यस्तो मजाको हावा चलिरहेछ कि आनन्दको भेरी आनन्द ओहो पिस पिस ओहो सबैजना हेर्न सक्नुहुन्छ ग्याङ पुरै सबै सेक्सन सी बिएचसिएम सेक्सन सी केआइसी को हामी सब केटाहरू एकदम थकित देखिन्छन् तर थाकेका छैनन् अझै हिँड्न सक्छन् साथीहरू। अब यसो गेस हान्दाखेरि हामी डेस्टिनेसनमा पुग्यौँ 30 to 45 मिनट ओके अझै हिँड्न सक्छौँ हामी। यहाँ चाहिँ पिकनिक खालको माहौल छ सबैजना हाइकर्स स्ट्रगलर्स आएको भर्खर ल यसरी कुद्ने रे है यसरी कुद्नुपर्छ हो आहा जाऊ एकदमै राम्रै हुने रहेछ ट्रेक हेर्न सक्नुहुन्छ। हामी अहिले यहाँ छौँ यहाँबाट यस्तो जुम हानेर हामी उता हाम्रो यस्तो भेडा बाख्रा जस्तो देखिरहेछ नि तर हाम्रै ग्रुपहरू छन् त्यहाँ 9x जुम हानेर त्यत्रो देखिरहेछ। ओके ठिक छ यो रोकिनु भएन साथीहरू हामी अर्को डाँडामा जाँदैछौँ त्यही भएर पहिला ओह्रालो झर्ने अनि उकालो चढ्ने। ओके एभ्रिबडी ओके ओके हामी अझै पुगेका छैनौँ र शिवकोटी दोस्त गफ गर्ने भनेका छन् टुरिस्ट भेट्यो भने गफ गर्छु भनेछन् है। अब अङ्ग्रेजी बोल्छन् कि मैथली बोल्छन् मलाई थाहा भएन तर गफ चाहिँ गर्छन्। फिक्स गर्छु। धेरै लामो यात्रापछि एकदम थकित भएर म एउटा रुखको मुनि बसेको छु र शीतल हावा र चराचुरुङ्गीको चुइले मलाई आनन्द गराएको छ। मैले अघि भिडियो बनाएको थिएँ नि साथीहरू त्यो चाहिँ उता माथिबाट उता अहिले हेर्नु 0.5 मा छ जुम इन हानिदिएँ मैले 9x मा हेर्दाखेरि उता मान्छे हिँडिरहेछन् नि साथीहरू। अब चाहिँ हामी लगभग सबैजना थकित भइसक्यौँ त्यही भएर हामीले एउटा डिसिजन बनाएको हामी रेस्ट नलिने हिँडिरहने। म्यामहरू गएर नि आइसक्नु भयो। आहा थ्याङ्क यू यार साथीहरू यिनीहरूले चाहिँ गएर आइ नै सक्यो नभए हाम्रो पालो अब हामी नै आउँछौँ हामी जान्छौँ पनि आउँछौँ पनि फिक्स हो तर रोकिनु चाहिँ भएन। हामीले स्ट्राटेजी अप्नाइसक्यौँ हामी कन्टिन्यू हिँड्ने मतलब नरोकिने रेस्ट नलिने। रेस्ट लिनु भन्दाखेरि पनि अलिअलि बढ्नु ठिक हो जस्तो लागेर हामी कन्टिन्यू हिँड्नुलाई काफल छ है काफल फ्रेस काफल बिने दोस्तले खै अर्गानिक चम्पादेवीको रुखमा फलेको एकदम अर्गानिक भर्खरै हातले टिपेको काफलको गेडी एकदमै हातले अर्ग्यानिक आफ्नै हातले टिपेको आफ्नै बारी त नभनौँ तर आफ्नै हातले टिपेको के हो यसो अमिलो चाटोसँग तिनीहरू गएर फर्किसक्यौँ तर अझै हामी फर्किन सकेका छैनौँ। किन जक्सनमा पुगेछौँ हामी। आई थिङ्क यो रेस्ट गर्ने एरिया हो या यस्तो किन्न मिल्ने ठाउँ पनि छ मामा चौचो किन्न मिल्ने हेर्न सक्नुहुन्छ। माहौल एकदम नाजुक छ सबैजना थाकिसकेको छन् हो पसिना पुस्दै हिँड्दै यहाँ गीत सुनिरहेछन्। गीत सुन्न चाहिँ नहुने हो खास यसले मेरो कपिराइट आउन सक्छ। अब ठ्याक्कै यही डाँडो पारी हो पारी हो ल साथीहरू यो डाँडोको नि पारी रे। ल टाइम हेर्न सक्नुहुन्छ अहिले दिउँसोको 12 बजिसक्यो चार्ज धेरै छैन 45 मिनट जतिको बाटो छ अरे। अब यहाँदेखि वी आर गोइङ अन आवर मिसन चम्पादेवी हाइक अनि हामी जाँदैछौँ चलिरहेछ हाइक। साथीहरू हामी वाइल्ड हिँड्यौँ के त्यहाँ 2 पहाड कटेर त्यहाँ देखिरहेछ नि यो 9x मा खिचिरहेको हो 15x मा यस्तो देखिन्छ। ओहो 2टा पहाड कटेर हामी आइसक्यौँ साथीहरू। भजनलाई चाहिँ एकदम ओहो मा कस्तो खतरा देखायो भजन त। यो पहाड बनाएको छ ढुङ्गाको यो हातले बनाएको हो। दिस इज कम्प्लिटली ह्यान्डमेड मेबी होइन हातले बनायो यार। यो केले बनाउँछ यत्रो माथि आएर हातले बनाएको स्ट्रक्चर नै देखियो। अब जाँदैछौँ कुद्ने हो
कुद्ने हो मसँग त रेस खेल्ने मात्र हो यहाँ फेरि नर्मल हो। हुन्छ है कुद्ने हो ल ओके ल हिँड्न त बल्ल बल्ल सकिरहेछ कुद्नेको कुरा अलग छ आई प्लस 8 देखि थाल्यो होला हामी ए हामी त धेरै नै भयो नि है 8 9 10 11 ओइ 4 घन्टा त हिँडिसक्यौँ त्यसमा अब बसेको धेरै छ अलग कुरा हो हिँड्नुभन्दा बढी बसेका छौँ तर रमाइलो छ नेचरसँग एकदम होइन सिधा होइन होरिजन्टल साथीहरू हालत खराब भइसकेको कन्डिसन छ सबको हालत खराब भइसकेको छ पसिनाले ल्याप्छ भिजेर केटाहरू 2-3 जना तल नक भएर बसेका छन् अब तिनीहरूलाई रिभाइभ गर्ने दिने हो कि होइन तपाईँहरू त्यही बाटो आउँदै हुनुहुन्छ भने चाहिँ रिभाइभ दिएर आउनु ल प्लिज अनि मेडिकिट पनि छोडिदिनु होला त कन्टिन्यू चाहत छैन ल क्यामेराम्यान अविनाशको साथ यो भ्लगको इन्ड होइन क्यामेरा अफ मात्र हो यसलाई ल कस्तो भयो सर पुग्नुभयो पुगेर फर्केँ तिम्रो भर्खर आउँदैछौ कति टाइम छ सर अझै पुग्नलाई अब 3 मिनेटमा पुगिन्छ बाबु यहाँबाट 3 मिनट मन्दिर साथीहरू हामी पुगिसक्यौँ सरले कन्फर्मेसन दिइसक्नुभयो अनि अब जाउँ न त सर फेरि तल अझै 2टा ग्याङ छन् सक्दैन भने तल लिएर जान्छ बेस्ट विसेस भन्नुभएको छ सबैलाई बेस्ट विसेस जोइन केआइसी है सर साथीहरू हामी फाइनली आफ्नो डेस्टिनेसनमा पुगिसक्यौँ यत्रो हिँडेर हामी यतै आउनुपर्ने रहेछ यो मन्दिर हो अनि यही मन्दिरसम्म आउनको लागि हामी यत्रो हिँडिरहेका थियौँ सबैजना हामी जस्तै मस्त हाइक हानेर आएको हो यहाँ बसेको सबैजना हामी जस्तै हिँडेर आएको हो ए क्यामेराम्यान तिमी त मेरो टाढाबाट धेरै टाढा नजाउँ माइक अनि आवाजै जाँदैन अनि हेर्नु सक्नुहुन्छ ए थ्याङ्क यू हेर्न सक्नुहुन्छ माहौल हेर्न सक्नुहुन्छ पुरै रङ्गिन छ उता मन्दिर छ हामी क्यामेराम्यान अविनाशको सँगसँगै पहिला टिका लाउने खुद्रा टिका लगाइदिउँ छैन जाउँ उता सौगत जसले बोलाइरहेको छ किन हो ओके ल बस्ती हो म केआइसीको एकदमै होलार विद्यार्थी हो पहिलाको कि अहिलेको रिसेन्टली ए ओके रिसेन्टली एकदम कहिले देखिएन त ब्लगिङ एकछिन रुक्ने कस्तो डिस्टर्ब गरेर भल्गर भन्दा एकाउन्टबाट आउँछ कि कसको एकाउन्टबाट उसैकोबाट हो मेरोबाट आउँछ लाइक शेयर सब्सक्राइब कमेन्ट भन्यो कमेन्ट नै हो नि यार कमेन्ट नै हान्नु पर्यो नि अनि कस्तो देख्यो दोस्त अनि फ्युचरमा कस्तो भिडियो चाहिन्छ पनि कमेन्ट गर्नु त्यति कमेन्ट गरिसकेपछि चाहिँ हामी बनाउन पनि रेडी हुन्छौँ सर तपाईँ के भन्न चाहनुहुन्छ आज हामी कान्तिपुर इन्टरनेसनल कलेजबाट हाइकमा आएको छौँ हामी एकदमै खुसी छौँ मेरा प्यारा भाइ बहिनीहरू एकदमै ज्ञानी एकदम साथ दिएको छौँ एकदम कन्ट्रोल गर्नु परेको छैन एकदमै खुसी छौँ हामी यो ब्याचलाई थ्याङ्क यू भन्न चाहन्छु पानी पर्दा यस्तो पनि हुन थालिसक्यो हामी माथि पनि पुगिसक्यौँ अब हामी फर्किनुपर्छ एकछिनमा फर्किनुपर्छ अनि हामी लास्ट ब्याच यता देखाउन हामी लास्ट ब्याच जस्तै थियौँ किनकि हामी एकदम स्लो रेस लिँदै गइरहेको थियौँ अनि त्यही भएर हामी लास्टमा पुगेका छौँ भनेपछि अलमोस्ट हाम्रो सबैजना साथीहरू पुगिसकेन अनि हामी अब तल पनि झर्नुपर्छ सर तपाईँलाई कोही स्टुडेन्टहरूसँग मतलब कसैलाई केही भन्नु पर्यो भने तपाईँ के भन्न चाहनुहुन्छ के भन्न चाहँदैन अब बिस्तारै होइन सेफली आएको छ अब हामीले सेफली फर्केर जानुपर्छ त्यही हो ओके सर तपाईँलाई कसैलाई केही मोटिभेसन दिनु पर्यो सपोज एउटा स्टुडेन्ट स्ट्रगल गरिरहेछ केही गर्न खोजिरहेछ भने तपाईँ त्यो मान्छेलाई के भन्न चाहनुहुन्छ त्यसलाई म के भन्न चाहन्छु भने हार मान्नु हुँदैन हो हार मान्नु हुँदैन कन्टिन्युअस कोसिस गरिराख्नुपर्छ अवश्य सफल भइन्छ भन्न चाहन्छु द्याट मिन्स कन्सिस्टेन्सी इज द की टु सक्सेस सरले भन्न खोज्नुभएको कन्सिस्टेन्सी चाहिन्छ लाइफमा कन्सिस्टेन्सी छैन भने कुनै पनि काम सफल हुन गाह्रो छ यति भन्दै अब अरू कसलाई सोध्ने ल नभनौ नि क्यामेराम्यान बोकेर हिँडेको छु ल खै क्यामेराम्यान यो क्यामेरा ए ल कसलाई बनाउनु भन न क्यामेराम्यान चेन्ज गर्नुपर्ने बेला चार्ज पाएन कि मैले चार्ज छोडे पाएको छु सर या त बोल्नु न भिडियोमा के छैन एकदम रमाइलो भयो स्टुडेन्टसँग रमाइलो पल बिताइयो आज होइन ठिक छ यस्तै हुन्छ सधैँभरि ह्याप्पी सर तपाईँलाई कसैलाई कोही स्टुडेन्टलाई मोटिभेसन दिन मन छ कि त लाइफमा केही गर भन्नु मन छ भने तपाईँ के भन्न चाहनुहुन्छ एउटासँग अब मिहिनेत गर भन्ने हो होइन अब भर्खरको जेनेरेसन छ
जेनेरेसन मेहनत गरेर राम्रो हुने हो होइन अब एकैचोटि सबै कुरा चेन्ज भन्ने कुरा हुँदैन सरले भने अनुसार हार्डवर्क इज द की टु सक्सेस। विनितलाई खाता उडाउनु पर्छ साथीहरू। विनित आएको छैन अहिलेसम्म। ल विनितले आयो। ओ, ल, ल। फाइनली विनित दोषले पनि चढिसक्यो भनेपछि हाम्रो ग्याङ सक्सेसफुल भयो। तर लेडी ग्याङ सक्सेसफुल हुन सकेन। खै आएको लेडी ग्याङ आयो? लेडी ग्याङ आएको छैन साथीहरू अहिलेसम्म। हामी आइसक्यो। अब यहाँ भैँसीले खाएको कि मान्छेले खाएको केही पनि चिन्न सकिँदैन गाइज है रागोले खाइरहेछ तेरो काम चाहिँ कसले खा भाइ उसको दाँत चाहिँ चाउचाउ खाँदा खाँदै जाने भयो आज साथीहरू फाइनली हामीले आफ्नो डेस्टिनेसन कम्प्लिट गरिसक्यौँ। साथै साथ विनित दोषले दिएको च्यालेन्ज पनि कम्प्लिट भइसक्यो। भिजिट चम्पादेवी हाइक भनेर यो कमेन्ट च्यालेन्ज पनि कम्प्लिट भयो। अनि अब के गर्ने? अब केही नगर्ने, सबैजना आएर रेस्ट गर्ने, खाना खाने के गरिरहेको छन्। अब हामी पनि केटाहरूले उता चाउचाउ पकाएका किनेका छन् जस्तो छ। अब त्यो गरेर खाइदिने। हाइकिङ सक्यो? ए सकेको चिज छैन साथीहरू। तर हामीले एकदम रमाइलो गर्दै अब भर्खर रेस्ट गरिरह्यो। रेस्ट केटाहरूले अब काँक्रो खाने यो गर्ने यो सब यो साथीहरू फोहोर चाहिँ हुन्छ। तर यो फोहोर सबै हामीले सफा गरेर जान्छ। कोही सिभिक सेन्स नभएका व्यक्तिहरूले यसरी यो दारूको बोतल यो पानीको बोतल यताउति यो के यो माछा खाएर शीतन होला यो यस्तरी फालेका छन्। यस्तो चाहिँ नफालिदिने। सिभिक सेन्सलाई मेन्टेन गरेर अब सिभिक सेन्समा यत्रो भिडियो त बनिरहेछ अझै नि बुझेको छैन भने के भन्ने। यस्तो यो फोहोर हामी चाहिँ सफा गर्छौँ है। यो बदाम त नेचुरल हो। अरू चाहिँ सफा गर्छौँ हामीले। अनि यहाँ कोही कपालहरूले आफ्नो के अरे मायाको चिनो यहाँ लेखेका छन् J+S चम्पादेवीमा। J+S भनेको को चाहिँ थाहा छैन। दोस्त एक कराई पानिदिउँ न। खोर्सानी छ खै? खोर्सानी सक्यो? अनि यो मात्रै होइन, हामी सबै फोहोर सफा गर्छौँ। बदाम त होइन होला काँक्रो चलिरह होइन। बदामले त के हुन्न। ओए के बाडिरह हो? बाडिरहेछ यार। ओहो मिक्सर चटपटे मिनी चटपटे कुक हो। यस सर ऊ चाहिँ हाम्रो सेफ हो। यसको बना के छ यसमा इन्ग्रेडियन्ट्स के छ? एभ्रिथिङ दैट यु क्यान इभन इमेजिन। बुझ्यौ? यसमा मलाई पानी देखाऊ। पानी देखाऊ। गोलबेडाको भित्र पानी हुन्छ पुरा। गोलबेडा देखाऊ। गोलबेडा वेल धनियामा नि हुन्छ। धनिया देखिहाले। गोलबेडा अलि सकेको छ। प्याज चाहिँ ओ प्याजमा नि हुन्छ पानी। ओके ल कन्टेन्ट भेटिहालेँ। ए मैले खाएकै छैन नि यार। थ्याङ्क यू। कस्टिङको कति पर्यो सर तपाईँको यसको? हामीले 1500 रुपियाँ टोटल खर्च गरेको छौँ यो चटपटेको लागि। यो चटपटेको लागि 1500 खर्च भएको छ। 1500 यिनीहरूको पैसामा हामी नि मोज हान्दिँदैछौँ हल्का एट अ पोइन्ट। ओके फोहोर फाल्न लाग्छौँ। ए फोहोर राम्रोसँग व्यवस्थापन गर है बाबु। त्यहाँ डस्टबिन छ त्यहाँ डस्टबिनमा लगाएर। यसमा के मलाई कन्टेन्ट दिन मन थियो तर के भन्नु भयो कि सर के भन्नुहुन्छ? हामीले भन्ने कुरा के हो भन्दा अब हामी जस्तै थुप्रै स्टुडेन्टहरू यहाँ आइराख्नुहुन्छ, अरू पनि आउनुहुन्छ भिजिटरहरू। सबैसँग चाहिँ आफूले गरेको फोहोरहरू प्रपर ठाउँमा चाहिँ डिस्पोज गरिदिनु। खै कसो सानो हामी के हान्छौँ भन्दा त्यो जाम हो कि के हान्छौँ होइन? अरे गाउँ त अनि आउँछ मनका कुरा सुनाउन तिमीलाई रोजेथे। मेरा सारा माया तिमीलाई दिने प्रयास गर्दा अन्जानमा तिमीलाई बाँध्न पुगेछु सायद यो मुटुमा मेरो।
ओके ल माहौल हल्का बनिहाल्यो अनि एन्ड पनि भइहाल्यो नो प्रब्लम जुम अब